सो आज बिहान उठ्ने बित्तिकै फुदुङसाङको फोन आएको छ। फुदुङसाङ भनेको हाम्रो यो नेपालमा ब्रोकर भनिन्छ, यतातिर फुदुङसाङ भनिन्छ। फुदुङसाङ म्यामको फोन आउनु भएको थियो। अनि फोन आएपछि अनि भन्नु मलाई हितेश भोलि आउनु भनेर। एग्रिमेन्ट मेरो रुममा एग्रिमेन्ट भएको छैन, म साथीको रुममा बसेको छु। एग्रिमेन्ट किनकि यतातिर एग्रिमेन्ट पनि कम्पलसरी नै हुन्छ, किनकि यता एआरसी कार्ड भनिन्छ, एउटा यहाँको एलियन कार्ड हुन्छ। त्यो एलियन कार्डको आफ्नो नाममा रुम हुनु नै पर्यो। सो त्यसैले मैले त्यो एग्रिमेन्ट बनाउन भोलि जान्छु। सो हेलो वेलकम ब्याक टु माई अनदर हितेश बङ्गाली ब्लग। आशा गर्छु सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। सो आज कलेज जाँदा यो एउटा कोरियनले के दियो, तर मलाई लाग्यो कि यो फेस मास्क हो। तर हाम्रो कलेजको सबलाई दिएको छ क्या। सो अनि कलेज गएर हेर्दैछु त कलेजमा अर्कै कोरियन विद्यार्थीहरूको के को फङ्सन रहेछ के थाहा छैन, तर पुरै कामहरू गर्दैछ कोरियन विद्यार्थीहरू। सो अनि हाम्रो क्लास सिद्धिएपछि हामी बाहिर यस्तो बबाल मौसम थियो, अनि यस्तो हावा चलेको थियो नि गाइज, के भनौँ, यस्तो राम्रो हावा थियो। सो अनि एकछिनपछि हेरेँ हाम्रो सरहरू आउनु भएको थियो, नेपालको सरहरू अनि कोरियन टिचरहरू थियो। किनकि सबको वाट्सएप नम्बर माग्दै थियो के को लागि, तर थाहा भएन त्यो खासै। तर ग्रुप आजको मिनी भ्लग तपाईँहरूलाई कस्तो लाग्यो तपाईँहरू कमेन्ट गर्नु होला। लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्न बिर्सिनु। थ्याङ्क यू फर वाचिङ, बाई बाई।